फाइनल्ली गाइस रामबुटान र सिडलेस अङ्गुरको चाहिँ बिरुवा आइसकेको छ चितवनबाट। यो चाहिँ कुरियर गरेर पठाइदिनु भएको थियो उहाँहरूले। फाइनल्ली मेरो हातमा आइसकेको छ रामबुटान र सिडलेस अङ्गुर। अब यसलाई म अनबक्सिङ गर्दैछु। यसलाई मजाले र्यापिङ गरेर पठाइदिनु भएको रहेछ। यो स्टाइल पनि मलाई मन पर्यो कार्टुनले। अब भित्र कस्तो छ बिरुवा हेर्नेछौँ। धन्यवाद सजन स्टोर। सजन स्टोरमा भिजिट गर्न सक्नुहुन्छ तपाईहरुले। तपाईहरुलाई मन परेको बिरुवाहरू, विभिन्न प्रजातिका फलफुलका बिरुवाहरू तपाईहरुले सजन स्टोर चितवनबाट लिन सक्नुहुनेछ भन्न चाहन्छु। अनि यो चाहिँ अलिकति कष्टकर रहेको छ। चक्कु आइसकेको छ। हामीले चक्कुको सहायताले यो खोल्नेछौँ। अलिक टेपिङ राम्रो गर्नु भएको रहेछ। सो चक्कुको सहायताले म यो खोल्दैछु है त। यो पर बिरुवाको चाहिँ 300 पर्यो तपाईको रामबुटान अनि सिडलेस अङ्गुरको चाहिँ तपाईहरुले पनि लिन सक्नुहुनेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु। फाइनल्ली यो 6-7 दिन पश्चात पनि मरेको छ कि जिउँदै छ भन्ने मलाई चाहिँ अलिकति डाउट लागिरहेछ। 6-7 दिन भयो। मैले लगभग 1 हप्ता भयो। म भोजुरबाट हो नि त। चितवनबाट भोजुर अलिक टाढै पर्छ। भोजुर दिङला। अनि त्यही भएर वाउ ओ सिस्टम त कडा रहेछ त। देख्न सक्नुहुनेछ यो रहेछ तरिका। अनि रामबुटानको बिरुवा एउटा दुईटा। यो चाहिँ सिडलेस अङ्गुर। फाइनल्ली 3टा बिरुवा आइसकेको छ। कस्तो मधुर आयो। बिरुवाको अवस्था खोइ। बिरुवाको अवस्था चाहिँ यस्तो रहेको छ। लगभग हरियै छ। जाग्छ होला भन्ने आशा छ। यो सिडलेस अङ्गुर है। सिडलेस अङ्गुर बोट बिरुवा चाहिँ म धेरै रोप्न रुचाउँछु। अहिले चाहिँ सीमित मात्रै रोप्ने कुरा छ। बिस्तारै अब रोप्दै जाने हो। धन्यवाद सजन स्टोर हामीलाई प्रोभाइडेड गरिदिनु भएकोमा तपाईलाई धेरै धन्यवाद। बिरुवा सफल तरिकाले मेरो हातमा आइसकेको छ। धन्यवाद तपाईलाई। हार्दिक धन्यवाद।